विद्यार्थीले चाहिँ कसरी फारम भर्न सक्छन् भन्ने कुरा चाहिँ आज म यसै भिडियो मार्फत देखाउँदैछु है त। सर्वप्रथम हामीले एउटा यसको प्रोसेस के हो भन्ने कुरा बुझ्नुपर्छ। अब अहिले हामी क्याम्पस र विद्यार्थी भन्छौँ। क्याम्पसमा हामीले दुई लेभलका युजर दिएका छौँ। एउटा भनेको इन्ट्री युजर भयो, अर्को भनेको चाहिँ भेरिफिकेसन युजर भयो। इन्ट्री युजर भनेको कस्तो हो भने विद्यार्थीले फारम भर्नु र क्याम्पसको इन्ट्री युजरले भर्नु एउटै हो, तर कतिपय विद्यार्थीहरूले चाहिँ आफै भर्न नजान्न सक्छन् अथवा उनीहरूसँग चाहिँ त्यो लेभलको एक्सेस नहुन सक्छ अथवा प्रयोग गर्न नजान्न सक्छन्। त्यस्तो बेला चाहिँ उसले के गर्छ त क्याम्पसको आफ्नो इन्ट्री युजरबाट विद्यार्थीको फारम भरिदिने गर्दछ। अथवा जान्ने विद्यार्थीहरूले अथवा विद्यार्थीकोमा एक्सेस छ, इन्टरनेट एक्सेस छ, स्मार्टफोन छ भने उसले आफै पनि विद्यार्थीले भर्न सक्छ है। विद्यार्थीले भर्दाखेरि अथवा क्याम्पसको इन्ट्री युजरले भर्दाखेरि यो दुई युजर भने क्याम्पसको इन्ट्री युजर भन्नु र विद्यार्थीले भर्नु भन्नु एउटै लेभलको काम हो, जुन चाहिँ त्यो दुईटैले सबमिट गरिसकेपछि जाने भनेको काम एन्ड अफ द डे क्याम्पस भेरिफिकेसन युजर हो। क्याम्पस भेरिफिकेसन युजरमा गइसकेपछि के हुन्छ त उसले सबै कुराहरू चेक गर्छ। क्याम्पस भेरिफिकेसन युजरले चेक गरिसकेपछि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखा अर्थात् परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखामा जान्छ। परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखामा गइसकेपछि अनि उसले भेरिफाई गर्छ र भेरिफाई गरिसकेपछि सिधै कहाँ जान्छ त ऊ क्याम्पसको रोल नम्बर जेनेरेट गर्ने ठाउँमा जान्छ। तर अघि हामीले के भनेको थियौँ भने अर्को भिडियोमा परीक्षा नियन्त्रण कार्यालय अथवा क्षेपनिकाको रजिस्ट्रेसन शाखामा जान्छ। यो चाहिँ रजिस्ट्रेसनको केसमा हो, तर हाम्रो यसमा चाहिँ रजिस्ट्रेसन हुँदैन। यसमा चाहिँ हाम्रो रोल नम्बर जेनेरेसन हुन्छ। रोल नम्बर जेनेरेटको लागि चाहिँ इक्जाम फर्म सेक्सनमा जानु पर्दैन हाललाई। अहिलेलाई चाहिँ सिधै कहाँ जानुपर्छ त परीक्षा नियन्त्रण कार्यालय अथवा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखामा फारमको पेमेन्ट भेरिफिकेसन गरिसकेपछि सिधै हामी यो लास्टकोलाई चाहिँ हामीले आउट गरेर यता सिधै कहाँ क्याम्पसमा जान्छौँ। क्याम्पसमा गएर रोल नम्बर जेनेरेट गरेर सिधै के गर्छौँ त विद्यार्थीले एडमिट कार्ड दिन्छौँ। यो त लास्टको भनेको रजिस्ट्रेसनको हकमा हो। यसमा इक्जाम फर्मको केसमा चाहिँ यो रजिस्ट्रेसन शाखा इन्भल्भ हुँदैन। ओके, अब म यसै गरी स्क्रिनमा जान चाहन्छु। अब विद्यार्थीले लगइन कहाँबाट पाउँछ भनेको विद्यार्थीले लगइन भनेको चाहिँ अनलाइन रजिस्ट्रेसन गर्दा पाउने हो। यदि अनलाइन रजिस्ट्रेसन गर्दा पाएन भने उसले आफ्नो सम्बन्धित क्याम्पसमा गएर उसले के गर्न सक्छ त हाम्रो लगइन पोर्टलको एक्सेस लिन सक्छ है। उसले क्याम्पसमा गएर लगइन एक्सेस पोर्टल लिन सक्छ। यदि नयाँ फर्स्ट इयरको अथवा सेकेन्ड इयरको थर्ड इयरको जस्तै कुनै फर्स्ट इयरकै अब इक्जाम फर्म अनलाइन भर्दैछ, सेकेन्ड इयरको फर्म भर्दैछ, उसँग लगइन एक्सेस छैन भने त्यस्तो केसमा कहाँ जान सक्छ त उसले आफ्नो क्याम्पसमा गएर लगइनको लागि इमेल अपडेट गराएर लगइन पाउन सक्छ। र हामी पछि रिटर्निङको केसमा भन्ने नै छौँ। यदि त्यो लगइन छैन भने त्यो लगइन चाहिँ कसरी बनाउने, किनभने अलरेडी पैसा दिइसकेको छ पहिल्यै, तर उसको रिटर्निङ गर्नुपर्ने के छ, त्यस्तो केसमा लगइन कहाँबाट पाउने भन्ने कुरा आयो भने हामी यताबाट हजुरलाई एउटा प्रोसेस भन्नेछौँ। त्यसरी पनि जान सकिन्छ। तर अहिलेको हकमा उसले रजिस्ट्रेसन अनलाइन गरेको छ भने इक्जाममा पनि अनलाइन गर्दाखेरि त्यही लगइन पोर्टलले गर्ने हो। उसले इन्डियाको ट्रान्सक्रिप्ट झिकेर भोलि दीक्षान्त समारोहसम्म समावेश हुँदासम्म पनि त्यही लगइन पोर्टलले काम गर्ने कार्य गर्दछ। अब मैले सिधै स्क्रिनतर्फ जान चाहेँ। ल जस्तै मानौँ म एउटा विद्यार्थी भएँ, अहिले चाहिँ विद्यार्थीको नजरमा जान्छु, म विद्यार्थी भएर एउटा इक्जाम फर्म भर्छु है त। म चाहिँ एउटा विद्यार्थी भएँ। म विद्यार्थीले आफ्नो लगइन इमेल यसरी राख्छु, यतापट्टि पासवर्ड राखेर के गर्छु म लगइन गर्छु। जब मैले यसरी लगइन गर्छु, लगइन गरिसकेपछि मेरो नाम वेलकम टु स्टुडेन्ट पोर्टल फलानु विद्यार्थी भनेर आयो। फलानु विद्यार्थी भनेर आइसकेपछि अब मैले के गर्छु त मेरो यसरी पोर्टल खुल्छ। अब मैले अहिले इक्जाम फर्म भर्नुपर्ने हुन्छ। इक्जाम फर्म भर्दाखेरि मैले यसरी इक्जाम फर्ममा क्लिक गर्छु। इक्जाम फर्ममा क्लिक गरिसकेपछि यतापट्टि एड न्यू गर्छु है। एड न्यू गर्दाखेरि ध्यान दिनुपर्ने कुरा के छ भने यो मेरो भर्नाको डिटेल अथवा मेरो रजिस्ट्रेसनको डिटेल अनुसार सबै कुरा आउने भयो। सोही अनुसार मैले यहाँ खोलेका त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले खोलेका फारमहरूको लिस्ट हुन्छ, जसमा चाहिँ मैले भर्न पाउने फारमहरू मात्र यहाँ सो हुन्छ। अनि म त्यो टिक लाउँछु। टिक लगाइसकेपछि यहाँ मेरो रिसेन्ट फोटो हाल्छु। मैले रिसेन्ट आफ्नो एउटा फोटो राख्छु जुन चाहिँ 3 महिना भन्दा अहिले नै खिचेको, त मलाई 3 महिना नकटेको होइन, 3 महिना नकटेको र व्हाइट ब्याकग्राउन्ड भएको फोटो राख्दछु। अनि त्यसमा चाहिँ मेरो के हुन्छ भने यतापट्टि टोटल मैले 500 मार्क्सको परीक्षा दिनुपर्ने हुन्छ, जसमा चाहिँ मेरो 100 मार्क्स चाहिँ कम्पलसरी सब्जेक्ट छ भन्ने बुझियो, जुन चाहिँ के हुन्छ अटोमेटिकल्ली सिलेक्ट भएर आउँछ। के हुन्छ अटोमेटिकल्ली कम्पलसरी सब्जेक्ट सिलेक्ट भएर आउँछ। र अरू मैले कुरा चाहिँ यहाँबाट मैले सिलेक्ट गर्नुपर्ने हुन्छ जुन जुन मैले परीक्षा दिनुपर्ने। जस्तै मैले यहाँनिर गरेँ स्टेट 301 प्रोबेबिलिटी एन्ड इन्फ्रेन्स थ्योरी सेकेन्ड भनेर यहाँ टिक लगाएँ भने अटोमेटिकल्ली थ्योरी टिक लाउँदा प्र्याक्टिकल पनि टिक लाग्छ, किनभने यो म रेगुलरको फारम भर्दैछु। यदि मैले पार्सियलको फारम भर्नुपर्ने मलाई प्र्याक्टिकल मात्रै लागे पनि हुनसक्छ, थ्योरी मात्रै लागे हुनसक्छ, त्यस्तो केसमा मैले के गर्छु यसरी टिक हटाउन सक्छु अथवा पार्सियलले मात्रै यसरी के अरे प्र्याक्टिकल मात्रै यसरी फर्म भर्न पनि सक्छु है। यसरी म भर्दै जानेछु। अनि यसरी मेरो भर्दै जाँदाखेरि मार्क्स बढ्दै जान्छ र मेरो के अरे यतापट्टि के अरे सब्जेक्ट मार्क्स बढ्दै जान्छ र मैले पूर्णाङ्क पनि त्यसरी चाहिँ हजुरको
500 को मैले परीक्षा दिनुपर्ने हुन्छ। कति भयो 400 प्लस एउटा 100 गर्छु ल 500 को 500 मार्क्स मैले परीक्षा दिनुपर्ने छ। 500 एउटा 500 को मैले सब्जेक्ट मार्क्स मैले सिलेक्ट गरेँ। ठीक छ। अब यहाँनिर हेर्नुस्, यदि मलाई सबै कुरा ठिक छ भन्ने लाग्यो, कन्फिडेन्स छु, सबै कुरा ठिक छ भन्ने लाग्यो भने सबमिट गर्छु। हैन म अझै एकचोटि भेरिफाई गर्छु, मलाई मैले भरेको मतलब टिक लागेको सब्जेक्टहरु गलत पो छ कि भन्ने लाग्यो भने सबमिट मात्र सेभ मात्रै गर्छु। राइट, सेभ मात्रै किन गर्ने भने मैले एकचोटि भेरिफाई गर्छु अनि मात्रै मैले फर्म भर्छु भन्ने लाग्यो भने चाहिँ यो हामीले सेभ मात्रै गर्छौं। अब हामीले क्लोज गरिदिन्छौं। अब फेरि एक्चुअली मलाई फेरि एकचोटि भेरिफाई गर्न मन लाग्यो, एकचोटि हेर्छु भने मैले प्रिभ्यूमा जान्छु। प्रिभ्यूमा गएर यसरी हेर्छु, ल मलाई ठिकै छ है, मैले भरेको सब्जेक्टहरु ठिकै छ भन्ने लाग्यो भने ल छोडेर म सिधै के गर्छु, तल गएर यसलाई क्लोज गरेर सिधै यहाँ एडिटमा जान्छु र अनि के गर्छु, यहाँबाट गएर सबमिट गरिदिन्छु। राइट, अब सबमिट गरिसकेपछि यो कहाँ आयो त, क्याम्पसको भेरिफिकेसनमा गएर उले अब एडिट गर्न पाउँदैन। अवेटिङ भेरिफिकेसनमा गएर बस्छ, के गर्छ, अवेटिङ भेरिफिकेसनमा गएर बस्यो। अब उले यहाँबाट एडिट गर्न पाउँदैन है, उले आफूले हालेको सब्जेक्ट मात्रै के गर्छ त हेर्न पाउने छ र प्रिन्ट गर्न पाउने छ है। यो चाहिँ विद्यार्थीको हकमा, यो विद्यार्थीको लगइनबाट गर्ने। अब हामी विद्यार्थीबाट नजाउँ, विद्यार्थीलाई मैले लग आउट गर्ने। अब म कहाँ जान्छु त, सिधै क्याम्पस पोर्टलमा जान्छु। अब क्याम्पस पोर्टलमा गएर एकचोटि हेरौँ है त, क्याम्पस पोर्टलमा जाउँ। VPN चलेको रहन्छ, सरी है, म VPN जोड्छु। अब ठिकसँग गएर हेर्नु पर्यो। अब मेरो यसमा चाहिँ के हुन्छ भने अब के रे यतापट्टि क्याम्पस पोर्टलमा गएर हेर्छु। अब क्याम्पस पोर्टलमा गएर हेर्दाखेरि अब हामीले क्याम्पस पोर्टलको भेरिफिकेसन युजरमा जान्छौँ। अब क्याम्पसले यसरी लगइन गर्छ। क्याम्पसले लगइन गरिसकेपछि के गर्छ भने एक नम्बरमा यतापट्टि गएर भेरिफिकेसन हेर्छ। भेरिफिकेसनमा यसरी हेर्छ, अघि हामीले जसरी मेन्यु देखाएको थियौँ भनेको थियौँ अघि रजिस्ट्रेसन जसरी स्टुडेन्ट स्पेस क्याम्पस देखाएको छ। स्टुडेन्ट स्पेस क्याम्पस भनेको विद्यार्थीले आफै एक्जाम फर्म अनलाइन भरेर कसलाई पठाएको त, क्याम्पसमा पठाएको भन्ने बुझ्यो है। अब यसै गरी यदि यहाँनिर क्याम्पस स्पेस क्याम्पस भएको क्याम्पसले आफै विद्यार्थीको फर्म भरिदिएर क्याम्पसमा पठाएको भन्ने, क्याम्पसको भेरिफिकेसनमा पठाएको भन्ने बुझ्यो। तर के छ यहाँ स्टुडेन्टले फर्म भरेर कहाँ पठायो, एक्जाम फारम भरेर कहाँ पठायो त, क्याम्पसमा पठायो भन्ने कुरो बुझ्यो। ओके, अब क्याम्पसमा पठाइसकेपछि के गरेर यतापट्टि उसले हेर्छ, क्याम्पसले यतापट्टि अब भेरिफिकेसनको लागि ठिक छ छैन, उसले सिलेक्ट गरेको सब्जेक्ट ठिक छ छैन भनेर हेर्छ। ठिक छ भन्ने लाग्यो भने उसले यहाँ क्लिक गरिसकेपछि यतापट्टि के आउँछ, विद्यार्थीको लिस्ट आउँछ। विद्यार्थी नाम चाहिँ अमर खड्का भनेर आयो। राइट, अब यसरी विद्यार्थीको नाम आइसकेपछि उसले यतापट्टि भित्रपट्टि क्लिक गर्छ, अथवा उसले होइन मलाई यसो हेर्न मन छ भन्यो भने उसले यसरी भित्र त हेर्नै पर्यो, किनभने उसले विद्यार्थीको डिटेल त हेर्नु पर्यो नि होइन। अब भेरिफिकेसनको लागि ल ठिक छ सब्जेक्ट ठिक छ छैन यता हेर्न मन लाग्यो भने यताबाट हेर्छ, ल सबै कुरो ठिक छ, ओके यसको कुरो सबै ठिक छ भने यहाँनिर गएर इन्डिभिजुअल भित्र गएर के गर्छ त उसले क्याम्पसले भेरिफाई गरिदिन्छ ठिक छ भन्ने भएन होइन। उसलाई अब यसको फर्मै नभर्ने, अब उसले त खै किन उसले फारम भर्दैन, विद्यार्थीले फारम भर्न चाहेन, उसको फारम नै डिलिट गरिदिनु पर्ने हो भने यताबाट डिलिट गरिदिएपछि विद्यार्थीले उतापट्टि सिलेक्ट गरेका सब्जेक्टहरू यिनी सब्जेक्टहरू भए विद्यार्थीले जुन त्यो अप्सनहरू चुज गरेका थियो त्यो सबै चाहिँ के हुन्छ डिलिट, फारमै डिलिट भइदिन्छ भन्ने कुरा बुझ्नु पर्यो। अब रिजेक्ट छ, यहाँनिर रिजेक्ट अर्को अप्सन छ रिजेक्ट। रिजेक्ट कस्तो केसमा हुन्छ भने विद्यार्थीले भरेको कुरामा चाहिँ केही न केही मिस्टेक छ, उसको फारम चाहिँ डिलिट गर्ने होइन, रिजेक्ट मात्रै गर्ने हो। विद्यार्थीलाई चाहिँ यो कुरा तेरो छैन, तैँले यो पढ्न पाउँदैनस् भनेर भन्ने हो विद्यार्थीलाई भने अब हामी यहाँबाट रिजेक्ट गर्छौँ। रिजेक्ट गरिसकेपछि रजिस्ट्रेसनको जस्तो विद्यार्थीको पोर्टलमा जाँदाखेरि विद्यार्थीलाई मेल जाँदैन। तर यस्तो केसमा के हुन्छ भने उसलाई एउटा पोर्टलमा चाहिँ के मेसेज जान्छ भने तपाईँले चाहिँ आफ्नो कलेज भिजिट गर्नुहोस्, तपाईँको फर्म चाहिँ रिजेक्ट भएको छ भन्ने कुरो यतापट्टि माथिपट्टि रिमार्क्स यस्तो जस्तै यतापट्टि जुन हामीले रिमार्क्स लेख्छौँ नि प्लिज भिजिट योर कलेज फर्दर इन्फर्मेसन अब जे भन्छौँ हामीले जे लेखेर सबमिट गर्छौँ त्यही चाहिँ विद्यार्थीको पोर्टलमा गएर देखिन्छ। अर्थात् क्याम्पसले पनि उसको जुन बेसिक इन्फर्मेसन भर्ना गर्दाखेरि उसको नम्बर राखेको छ त्यो नम्बरमा कन्ट्याक्ट गरेर तिम्रो फारममा यस्तो त्रुटि भेटिएको छ, तिमी यहाँ क्याम्पसमा भिजिट गर अनि तिमीले यसरी सच्याउनुपर्छ है भनेर विद्यार्थीले इन्फर्म गर्छ र विद्यार्थीले चाहिँ के गर्छ त्यो चाहिने कुराहरू लिएर आउँछ र अनि क्याम्पसले त्यहाँबाट फेरि रिप्रोसेस गरेर अथवा त्यहाँबाट भेरिफिकेसनको लागि पठाउँछ अनि फेरि भेरिफिकेसनमा पठाइसकेपछि यस्तै गरी आउँछ र यहाँबाट अनि क्याम्पसले के गरिदिन्छ भेरिफाई गरिदिन्छ। अब क्याम्पसले विद्यार्थीको फर्म भेरिफाई गरिसकेपछि जान्छ कहाँ भन्ने कुरा आयो है। विद्यार्थीको फर्म क्याम्पसले भेरिफाई गरिसकेपछि जान्छ कहाँ त परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखामा देखिन्छ, जुन चाहिँ पेमेन्ट क्यालकुलेसनको लागि हिट हुन्छ। तर त्यो हिट गर्नुभन्दा अगाडि आफूले ब्याज बनाएर लान पर्ने हुन्छ। ब्याज किन बनाइन्छ भन्ने कुरा मैले रजिस्ट्रेसनमा भनेकै छु। तैपनि यसमा ब्याज बनाउनुको कारण भनेको कस्तो हुन्छ भने जस्तै एउटै ब्याजमा हाल्दा पनि हुन्छ तर समस्या त होइन, तर हामीले विभिन्न ब्याज बनाउनुको कारण के हो भने जस्तै सिङ्गल दस्तुर
का 10 जना हुन सक्छन् तिनीले एउटा ब्याचमा राख्यो भने क्याल्कुलेसनको पाटो सजिलो भयो तपाईको डबल दस्तुरका विद्यार्थी 20 जना भयो भने त्यसलाई अर्को ब्याच बनाएर लियौं भने परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखालाई पनि सजिलो भयो हजुरलाई रिपोर्टिङको लागि पनि सजिलो भयो किनभने रेकर्ड त राख्नु पर्छ हैन त्यस्तो सहजताको लागि हामीले ब्याच बनाउने मापदण्ड तयार गरेका छौं अब ब्याच कसरी बनाइन्छ भन्ने कुरातिर जाउँ ब्याच बनाउनको लागि सबभन्दा पहिला हामी स्टुडेन्टमा जान्छौं यतापटि एक्जाम फर्म ब्याच भने ठ्याक्कै रजिस्ट्रेसनको जस्तै हो है त एक्जाम फर्म ब्याचमा जान्छौं एक्जाम फर्म ब्याचमा गइसकेपछि त्यो कुन परीक्षा हो त हाम्रो 3rd इयरको त्यो सिलेक्ट गर्छौं त्यसमा साइन्स एन्ड टेक्नोलोजीका विद्यार्थीको ब्याच बनाउँदै छौं यसमा अब कुन लेभलको ब्याचलर लेभलको भौत सब्जेक्ट कहिलेसम्म छ त अब आजसम्म मानौं सिंगल दस्तुर चाहिँ मानौं अथवा दस्तुर चाहिँ मानौं अब यतापट्टि गएर कुनको रेगुलरको विद्यार्थी हो अब सर्च गरेर कति जना विद्यार्थी छन् यहाँ सरर 5-10 जना जति जना विद्यार्थी छन् त्यति जना विद्यार्थी देखाउँछन् तर अब हामीले रेगुलरकै पनि त सिंगल दस्तुर र डबल दस्तुर हुन सक्छन् अब रेगुलरकै मैले 5 जनालाई ट्याक 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 टिक लगाएर सिंगल दस्तुरमा राखे र यतिपट्टि तलपट्टि गएर टोटल अमाउन्ट आउँछ यहाँ गएर अपाङ्ग हो भने त्यसको बारेमा रिमार्क्स राख्ने हैन भने लेखा शाखाले पछि के रे अमाउन्ट घटाइदिदैन है ओके अब यतापट्टि के छ भने अमाउन्ट आउँछ यतापट्टि गएर सबमिट गर्छु यतापट्टि गएर है यतापट्टि गएर सबमिट गरिसकेपछि ब्याच बन्छ है ब्याच बनाएर हेरौँ त जस्तो मैले 5 जना सिलेक्ट गरे मानौं अहिले 1 जना मात्रै छ 1 जना मात्रै गरे है अब ब्याच सिलेक्ट गरिसकेपछि के भने त यतापट्टि ब्याच बन्यो भनेर भयो राइट ब्याच त बन्यो अब एक्जाम ब्याच भन्यो तर मानौं मैले 2 जना 1 जना के रे 1 जना मात्र सिलेक्ट गर्नुपर्ने थियो मिस्टेकली अब चाहिँ 2 जना चाहिँ सिलेक्ट भयो भनेको रेगुलरको विद्यार्थीमा चाहिँ रेगुलरको सिंगल दस्तुरको विद्यार्थीमा चाहिँ के गरे त डबल दस्तुरको विद्यार्थी पर्दियो अथवा पार्शियलको विद्यार्थी पर्न सक्यो त्यस्तो भयो भन्ने आफूले लाग्यो भने त ब्याचबाट त फेरि विद्यार्थी तान्न पर्यो जुन विद्यार्थी नजानु मतलब त्यो ब्याचमा नराख्नु पर्ने हो त्यो विद्यार्थीले त तान्न पर्यो मानौ अहिले 4 जना राखेका थिए 4 जना मध्ये 1 जनाले फेरि तान्न पर्यो भन्ने त्यस्तो भयो किनभने रेगुलरकोसँग पार्शियलको पर्यो भन्ने हजुरलाई त्यस्तो लाग्यो र त्यस्तो छ भने त्यस्तो बेला हामीले के गर्छौं रिमुभ स्टुडेन्ट फ्रम ब्याचमा जाने यतापट्टि गएर त्यो कुनको त एक्जाम फर्मको सिलेक्ट गर्ने त्यसको एक्जाम कुन हो त यहाँ एक्जाम हामीले कुन 3rd इयरको थियो हैन 3rd इयरको क्लिक गर्छौं 3rd इयरको हेरिसकेपछि कुन हो त ब्याच नम्बर 38310 रहेछ अब यसको के रियुज गर्ने क्यान्सल गर्ने हो यहाँनिर अघि हामीले जसरी फर्ममा भन्यौ के रजिस्ट्रेसनमा भन्यौ त्यसरी नै क्यान्सल गरेर यतापट्टि सर्च गरेर विद्यार्थी आउँछ अनि सर्च गर्दा नम्बर अफ स्टुडेन्ट देखाउँछ हैन कतिजना विद्यार्थी छन् त्यसलाई टिक लगाएर यतापट्टि सबमिट गर्दियौ भने त्यसको फर्मै क्यान्सल हुन्छ ए लेभलबाट पनि क्यान्सल गर्न मिल्छ हैन त्यो क्यान्सल गर्ने हैन भन्ने हजुरलाई लाग्यो भने त्यो क्यान्सल गरिसकेपछि फेरि यो चाहिँ उता स्टुडेन्ट पोर्टलमा एड गर्दैन यसले चाहिँ क्याम्पस पोर्टलमा गएर बस्ने हो यदि हैन त्यो विद्यार्थीलाई चाहिँ यो ब्याचबाट हटाएर 38310 को ब्याचबाट हटाएर यो फलानु जतिजना विद्यार्थीलाई मतलब अघि यो रेगुलरको ब्याच मानौं यसमा रेगुलरको ब्याचमा 5 जना विद्यार्थी छन् मानौं र 5 जना विद्यार्थी मध्ये 1 जना यो विद्यार्थी अमल खड्का भन्ने विद्यार्थी चाहिँ पार्शियलको हो तर यो चाहिँ रेगुलरको ब्याचमा पर्यो अथवा सिंगल दस्तुरको हुनुपर्ने डबल दस्तुरकोमा पर्यो भन्ने भयो भने जति जना विद्यार्थीले हटाउनु यो ब्याचमा हटाउनु पर्ने छ जुन विद्यार्थीले हटाउनु पर्ने त्यसलाई टिक लगाएर हामीले यतापट्टि रियुजमा सबमिट गर्दियौं भने के हुन्छ फेरि त्यो विद्यार्थी फर्केर यो एक्जाम फर्म ब्याचमा देखिन्छ के अघि जति विद्यार्थी अघि अब यो जस्तै अमल भन्ने विद्यार्थी मैले एक्जाम फर्म ब्याचमा गएको देखिन्न अहिले यसमा देखिन्न किनभने हेर्नुहोस् एकचोटि नपत्याए है देखिनु हुँदैन है जस्तै यो विद्यार्थी देखिनु पनि हुँदैन र जस्तै मानौं मैले यहाँ गएर रेगुलर भने यो विद्यार्थी देखिनु हुँदैन देखिदैन नि किनभने त्यो ब्याच हामीले ब्याच गरेर ब्याच बनाएर पठाइसकेका छ तिनीहरू अब यस्तो बेला चाहिँ मलाई हैन मैले त्यो विद्यार्थीलाई चाहिँ बाइ किन मिस्टेकली उता गयो भन्ने भयो भने यो 310 भन्ने ब्याचबाट चाहिँ रियुज गरेर सर्च गरेर यताबाट हामीले टिक लगाएर सबमिट गरौँ भने रियुज हुन्छ भनेको चाहिँ रि ब्याच बनाउन मिल्छ भन्ने हो जस्तै यसलाई टिक लगाएर यहाँबाट सबमिट गर्यौं भने अब त्यो विद्यार्थी यो मेनुमा हैन कि यो मेनुमा देखिन्छ एक्जाम फर्म ब्याच मेनुमा यसमा देखिने हुन्छ है किनभने त्यो रेगुलरको ब्याच थियो 310 वाला त्यो रेगुलरको ब्याचमा चाहिँ अमल खड्का भन्ने पार्शियलको विद्यार्थी पर्यो मानौं है होइन त होइन मानौं पर्यो मानौं अब त्यो परेको विद्यार्थीले चाहिँ म छुट्टै पार्शियलको ब्याचमा हाल्दिन्छु भन्ने लाग्यो भने के गर्न सकिन्छ त के गर्न सकिन्छ यहाँ टिक लगाएर अब के गर्न सकिन्छ त यहाँ तलपट्टि गएर के गर्न सकिन्छ फेरि ब्याच बनाउन सकिन्छ है फेरि अर्को ब्याचमा 11 जना 311 ब्याच बनेर आउँछ है जस्तै यहाँनिर हेरौं अब यहाँनिर एकचोटि गएर हामी ब्याच के रे रिपोर्ट्समा जाउँ एक्जाम फर्म ब्याच रिपोर्टमा जाउँ एक्जाम फर्म ब्याच रिपोर्टमा गएर 311 भन्ने ब्याच आयो 311 भन्ने ब्याचलाई हामी यतापट्टि प्रिन्ट गर्छौं यसरी हेर्छौं प्रिन्ट गरिसकेपछि जस्तै अमल खड्का भन्ने यति रेजिस्ट्रेसन भएको 3rd इयरको यो दुईवटा प्र्याक्टिकल सब्जेक्ट चुज गरेर रहेछ उले यति सब्जेक्टमा उले फारम भर्यो
नम्बर विद्यार्थी एकजना रहेछ, उसको यति प्र्याक्टिकल रहेछ होइन, प्र्याक्टिकल एउटा रहेछ, यसको फिस चाहिँ यति भयो भनेर चाहिँ यसरी प्रिन्ट गरेर हामी लिएर कहाँ जान्छौँ, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखामा जान्छौँ है। अब अर्को कुरो यो त हामीले लिएर जान्छौँ, अब हामीलाई त्यसको अब एक्जाम फर्म कतिजनाको भर्यो भन्ने कुरा भोलिको दिन रिपोर्ट हेर्नु पऱ्यो, भेरिफाई भयो कि भएन भन्ने कुरा हेर्नु पऱ्यो। यो रिपोर्टबाट जान सकिन्छ, एक्जाम फर्म फिल रिपोर्टबाट जान सकिन्छ। यताबाट गइसकेपछि अब हामीले त्यो परीक्षा चुज गर्छौँ, चुज गरिसकेपछि कुन स्ट्रिमको हो, कुन फ्याकल्टी हो, त्यो कुन लेभलको हो, कुन प्रोग्रामको, यसरी चुज गऱ्यौँ भने यतापट्टि देखिन्छ ल सबै यतिजना विद्यार्थीका फारम भरेका रहेछौँ आज, जसमा चाहिँ दुइटै भेरिफाइड भइसकेका रहेछन् भन्ने कुरो बुझिन्छ है। अब यसले हामीले प्रिन्ट गऱ्यौँ भने यतापट्टि हाम्रो विद्यार्थीको रिपोर्ट पनि देखिन्छ। अब भेरिफाइड त भयो क्याम्पसबाट, अब हामी परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखामा जान्छौँ है। त यो इएफ के अरे इक्जाम फर्म ब्याच रिपोर्ट, इएफ ड्यास ब्याच रिपोर्ट छ, यसलाई प्रिन्ट गरेर हामी कहाँ जान्छौँ त, लिएर कहाँ जान्छौँ, लेखा शाखामा जान्छौँ। क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखा अर्थात् त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको जुन लेखा शाखा छ नि बल्बको, त्यसमा पनि जान सक्छौँ है। त्यसमा सबैले जाने होइन कि आफ्नो क्षेत्र अन्तर्गतको जाने भन्ने बुझ्नु पऱ्यो है। लेखा शाखामा जाँदाखेरि अब के हुन्छ त, अब हामी एज अ लेखामा गएर हेरौँ। अब लेखामा हामी त्यो रिपोर्ट लिएर जान्छौँ। लेखामा जाँदाखेरि अब लेखाले त के गर्छ भने, लेखा शाखाले के गर्छ त भने, लेखा शाखाले पनि भेरिफिकेसनमा जान्छ, यहाँ क्लिक गर्छ र उसले भन्छ इक्जाम फर्म ब्याच भनेर यतापट्टि फर्स्टमा छ, इक्जाम फर्म ब्याचको माथि फर्स्टमा छ, त्यसमा क्लिक गर्छ र उसले तपाईँको क्याम्पस कोड कति हो भन्छ। उसले ट्याक्क मेरो 1264 भनेर मैले यसरी क्याम्पस कोड भन्छु। त्यो क्याम्पस कोड भनिसकेपछि उसको क्याम्पस कोड नाम यहाँ लोड हुन्छ र उसले कुनको भरेको छ त यहाँ, जस्तै 3rd इयरको 2082 को 3rd इयरको यति ब्याच नम्बर रहेछ, यतिमा उसले कति विद्यार्थीको पैसा तिरेको छ भन्ने कुरा यहाँ देखिनुपर्छ है लेखा शाखामा। अब लेखा शाखा चट्ट हेर्छ, ल एकजना विद्यार्थी रहेछ, एकजना विद्यार्थी साइन्सको रहेछ, अनि उसले टोटल स्टुडेन्ट एकजना, उसले एउटा प्र्याक्टिकल चुज गरेको के मोर देन वन प्र्याक्टिकल चुज गरेको एकजना रहेछ, भनेको एकभन्दा बढी प्र्याक्टिकल चुज गरेको एकजना रहेछ। उसले यति भौचर डेट 14 गते राखेको छ, कति 1810 तिरेर आएको छ भन्ने कुरा। लेखाले सबै कुरा ठिक छ भन्ने लाग्यो होइन। यसो डकुमेन्ट पनि हेरौँ त के अरे यसको भित्र के रहेछ त, कुन सब्जेक्ट के गरेर रहेछ भनेर यसो हेर्न मन लाग्यो भने टक्क यसरी सब कुरा हेर्न पनि मिल्छ है। यसरी हेर्न पनि मिल्छ होइन। मैले किन मेरो त्यो कन्सर्नको विषय होइन, म सिधै एप्रुभ गर्छु भन्ने लाग्यो भने उसले सिधै यता गएर पैसा मिल्यो ल मिल्यो भन्ने भयो भने उसले यहाँबाट सबमिट गर्छ। अब जब परीक्षा नियन्त्रण कार्यालयको लेखा शाखाले चाहिँ एप्रुभ गर्छ अनि रोल नम्बर जेनेरेट गर्नको लागि फारम शाखामा अहिले जानु पर्दैन, सिधै क्याम्पसले आफै लेखा शाखामा भेरिफाई गरिसकेपछि क्याम्पसले के गर्छ त, आफ्नो रोल नम्बर जेनेरेट गर्छ र प्रवेशपत्र विद्यार्थीले दिन्छ। अब क्याम्पसमा फर्क्यौँ है त। अब हामी क्याम्पस युजरमा जाउँ। क्याम्पसमा गइसकेपछि के हुन्छ भने क्याम्पसको भेरिफिकेसन युजरमा जान्छौँ। क्याम्पसको भेरिफिकेसन युजरमा गइसकेपछि यता हामीले के गर्छ, स्टुडेन्टमा जान्छ। स्टुडेन्टमा गएर एउटा रोल नम्बर जेनेरेट रोल नम्बर इक्जाम रोल नम्बर भन्ने छ। यता जेनेरेट इक्जाम रोल नम्बरमा गएर के गर्छौँ त, यतापट्टि हामीले के गर्छौँ त्यो परीक्षा हेर्छौँ। त्यो गरिसकेपछि यतापट्टि कुन फ्याकल्टीको हो त त्यसका विद्यार्थीलाई सर्च गर्छौँ। ल अम्बलखडा भन्ने एकजना विद्यार्थी रहेछ, अब यसको रोल नम्बर जेनेरेट गर्नु तलपट्टि जेनेरेट इक्जाम रोल नम्बर भन्ने छ, यहाँ क्लिक गर्छौँ र ओके गर्छौँ। ओके गर्दा बित्तिकै उसको रोल नम्बर जेनेरेट भयो भन्ने कुरा बुझियो। अब रोल नम्बर जेनेरेट भइसकेपछि के गर्ने त भने विद्यार्थीको प्रवेशपत्र दिने कुरा हो। विद्यार्थीले प्रवेशपत्र कसरी दिने भन्ने छ भने यतापट्टि रिपोर्टमा जाने, रिपोर्टमा गएर एउटापट्टि प्रिन्ट एडमिट कार्ड भन्ने छ है। प्रिन्ट एडमिट कार्डमा गएर विद्यार्थीले उसको चुज गर्छ, जस्तै किन बिएससी को भनेर चुज गर्छ, कति सालको रहेछ 2025 अथवा 82 ब्याच भन्ने बुझ्यो। अब यति सिलेक्ट गरिसकेपछि कुन इयरको 3rd इयरको एक्जाम टाइपको रेगुलरका विद्यार्थीको हामीले यसरी ट्यागको प्रवेशपत्र कतिजना रहेछन्, 2 जना रहेछन् भन्ने कुरा बुझ्यो। 2 जनामा अब कुन हो त, 2 जना हेरौँ। अम्बल खड्का छ, एउटा अर्को छ, 2 जना छ, एउटा अम्बलबहादुर खड्का छ, एउटा अम्बल छ। किनभने एउटा अहिले गरेको एउटा हामीले अघि गरेको थियो, त्यसैले गर्दाखेरि यहाँ 2 जना गएर यसरी प्रिन्ट गऱ्यो भने के हुन्छ त प्रवेशपत्र यसरी लहरै आउँछ तलदेखिमा। जस्तै कुन अम्बलबहादुर खड्का भन्ने मैले अघि भने अब हाम्रो पनि तल होला सिधै यो कति रजिस्ट्रेसन भएको छ 1264 52 1264 1 यो रजिस्ट्रेसन भएको नम्बरको चाहिँ त्यसो त यसरी उसले प्रवेशपत्र प्रिन्ट गरेर विद्यार्थीलाई दिन सकिन्छ। भनेको विद्यार्थी त्यो क्याम्पसको 85 जनाको एकैचोटि पनि प्रिन्ट गर्न सक्छ होइन। मलाई एकजना राम भन्ने व्यक्ति मात्रै आयो यो के मलाई अनि यो रजिस्ट्रेसन नम्बर 5-2-1264-1-2025 भएको विद्यार्थी मात्रै रजिस्ट्रेसन के गर्नु छ अथवा रजिस्ट्रेसन नम्बर यहाँ हालेर सर्च गरे पनि हुन्छ होइन। म यो तल लिस्टबाट टिक लगाएर यहाँबाट रजिस्ट्रेसन हाल्नुभयो भने जसको हाल्नुभयो त्यसको मात्रै देखाउने हो, अथवा 3rd इयरका रेगुलरका सबै विद्यार्थी देखाउने हो भने यसरी फर्म भरेर सर्च गऱ्यो भने यसरी देखाउने भयो। त्यति गरे पनि मलाई त्यो मान्छेको मात्रै मैले प्रवेशपत्र प्रिन्ट गर्नु छ भने यसरी प्रिन्ट गरेर हामीले विद्यार्थीलाई दिने भयो। अनि विद्यार्थी चाहिँ कहाँ जाने भयो त परीक्षा दिने इक्जाम हल जान सक्ने भयो।
कुरो बुझिन्छ। अब यसै गरी क्याम्पसले के गर्न सक्छ भने उसले आफ्नो सेन्टर डुप्लिकेट पनि हेर्न सक्छ। जब हामी यताबाट सेन्टरहरू एलोकेट गर्छौँ, सेन्टर एलोकेट गरिसकेपछि अनि हामीले सेन्टर प्रोसेस गरिदिन्छौँ। सेन्टर प्रोसेस गरेर डुप्लिकेट प्रोसेस गरिदिन्छौँ। डुप्लिकेट प्रोसेस गरिसकेपछि अनि सम्बन्धित क्याम्पसले जसरी यसरी यहाँ क्लिक गर्छ, क्लिक गरिसकेपछि जस्तै 2082 को कुन इयरको यसरी हाम्रो कुन थर्ड इयर होइन थर्ड इयरको यसरी कुन फ्याकल्टीको साइन्स एन्ड टेक्नोलोजीको लेभल कति ब्याचलर यसरी प्रोग्राम यो ड्युरेसनको थर्ड इयरको इक्जाम टाइप अल रेगुलर पार्टसिट सबको हामी सबै सब्जेक्टको चाहिँ यसरी हामीले सर्च गऱ्यो भने यहाँ देखाउँछ। तर अहिले किन देखाएन भने हामीले सेन्टर एलोकेट गरेका छैनौँ। सेन्टर एलोकेट गर्दा बित्तिकै यहाँ क्याम्पसलाई देखिन्छ। क्याम्पसमा देखिसकेपछि प्रिन्ट गरेर उनीहरूले त्यही अनुसार चाहिँ हाम्रो सिट प्लानिङ गरेर के गर्न सक्छन् त परीक्षा सञ्चालन गर्न सक्छन्। आजको यस भिडियोमा मैले यति नै जानकारी दिएँ र अर्को हामी भिडियोमा चाहिँ अन्य कुराहरू ल्याउने छौँ, जस्तै हाजिरीका कुराहरू भए, रिटोल्डिङका कुराहरू भए अर्को भिडियोमा हामी हजुरले बताउने नै छौँ। आजको लागि धन्यवाद। धन्यवाद भनेपछि